नमस्कार दर्शकबिनहरू। अहिले यतिखेर हामी हामी बेदान्त गाउँपालिका वडा नम्बर 4 मा छौँ, चलालगढ स्थानमा। त हजुरहरूले मेरो पछाडि देख्न सक्नुहुन्छ, पछाडि चाहिँ सुक्खा पहिरो आएको छ। यो चाहिँ अस्ति 17 गतिको बाढीले गर्दा 17 गति परेको पानीले गर्दाखेरि आएको हो। र हजुरहरूले योभन्दा अझ हामी पछाडि गएर चाहिँ हजुरहरूलाई सबै कुरा देखाउने छौँ र सबै कुराको चाहिँ हामी तपाईँहरूलाई डिटेलको साथमा दिनेछौँ। धन्यवाद। देख्न सक्नुहुन्छ कि अब यहाँनिर चाहिँ कस्तो भइसक्यो भने यहाँनिर चाहिँ अब बाइकहरूलाई हिँड्नको लागि पनि अप्ठ्यारो, गाडीहरू हिँड्नलाई पनि अप्ठ्यारो छ। र यो चाहिँ सुक्खा पहिरो गएको थियो भनिन्छ। अनि अहिले चाहिँ अब बाइकहरूलाई चाहिँ अलिकति कठिनाइ छ, बाटोहरू पनि एकदमै ढिलो छ। हजुरहरू चाहिँ अब आवत जावत गर्न चाहनुहुन्छ भने चाहिँ सचेत रहेर मात्रै चाहिँ हिँड्नु हो। खोलाबाडी पनि अहिले चाहिँ खोला सुकिसकेको छ। यहाँनिरको बाटो चाहिँ नभएको कारणले सर्वसाधारणले धेरै नै दुःख पाएर चाहिँ खोलैबाट बाइकहरू लिएर आइरहेको चाहिँ तपाईँहरूले हेर्न सक्नुहुनेछ। कति दुःख कष्ट गरेर आउनुपर्छ। जस्तै कि अब बेदान्त नारायणथान जान खोज्ने मानिसहरूलाई चाहिँ के भन्न चाहन्छु भने बाटो एकदमै कठिनाइ छ र माथि पनि पहिरोहरू गएको हुनसक्छ। त्यसैले नारायणथान जान्छु भनेर आउने मानिसहरूले चाहिँ प्लान चेन्ज गरेर केही 1-2 महिना पछि मात्र हजुरहरू आउँदाखेरि चाहिँ तपाईँहरूलाई सहज हुन्छ। नाम भनिदिनु न पहिला। मेरो रामबहादुर खड्का। अनि अस्तिको खोलाबाढीले चाहिँ कतिको क्षति पुर्यायो बाजे? यता क्षति नै पुर्याएको छ भन्नु पर्यो। अस्तिको खोलाबाढीले मासेर घर बगायो, छापेर बगायो, त्यो मन्दिरभन्दा जनभन्दा माथि त्यहाँदेखि चाहिँ बाटो नक्सानी गऱ्यो माथि। अहिले बस अर्कै बाटो हिँड्दैछ, पार्सली जाने बाटो। अनि गाउँपालिकाले चाहिँ के कस्तो सहयोगहरू गरिरहेको छन् बाजे? अहिले केही नै गरेको छैन। केही नै गरेको छैन अहिले चाहिँ केही पनि गरेको छैन। अनि यो बाटोहरू पहिरो गइरहेको रहेछ। अनि हिँड्नको लागि चाहिँ कतिको दुःख छ बाजे? हिँड्नलाई दुःखै छ। यो पानी आयो भने यो बाटो बगेर आउँछ तल ठ्याम्मै माथिबाट, अनि त्यो बाटै बन्द हुन्छ। अनि यो अब सरकारले चाहिँ यो बाटोहरूको लागि यसको लागि चाहिँ के कस्तो कुरा गरिदियो भने चाहिँ ठिक लाग्छ? अनि यो जति पनि हटायो मानिस आफैले यहीँकोले हटाएको हो? मानिस आफैले भएर डोजर लिएर आएर राखेको छ त्यहाँ खोलामा। हजुर। त्यो डोजरलाई दिने पैसा मान्छेहरूले उठाएर अनि ल्याएर अनि बाटो बनाउन लाग्यो। भनेपछि गाउँपालिकाले केही पनि गरेको छैन? केही पनि गरेको छैन गाउँपालिका। हस्। नाम? अक्कलबहादुर जमाई। हजुरको बसाइ यतै हो? बेथान्चोको। अनि जस्तै कि यो अस्तिको खोलाबाढीले चाहिँ कतिको दुःख दियो बाजे? दुःख त खोलो तर्नै सकिएन। हजुर। आउने पाहुनालाई बोकेर तार्नु पर्यो। दसैँको मुखमा आइदियो फेरि। अनि हजुर। अनि बाटो यस्तो रहेछ। अनि हिँड्नको लागि चाहिँ कतिको दुःख कष्ट परिरहेको छ? साह्रै कष्ट छ बाबु, धेरै दुःख छ हामीलाई त। हाम्रो जग्गा पोरै बगाएको, केही खेतीबुटी आएन। अनि सरकारसँग हजुरको माग के छ त? माग थियो अब अलिकति केही सहयोग हुन्छ कि भन्नु। गाविसको अध्यक्षलाई भने वास्तव गर्दैन। अहिलेको गाउँपालिका अध्यक्षको नाम भनिदिनुहोस् न। पारिङ किसिम उहाँले चाहिँ केही पनि गर्नु भएको छैन। अनि यो बाटोको पहिरो गा चाहिँ यहाँको गाउँले मिलेरै हटाउनु भएको हो कि गाउँपालिकाले हटाइदियो? गाउँपालिकाले। अनि जस्तै कि अब यहाँनिर नारायणथान आउने मानिसहरू धेरै नै हुन्छन्, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? किनकि यस्तो छ, किनकि हाम्रो लागि त पाहुना भने त देउता हो। अनि उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? किनकि बाटो त यस्तो छ। बाटो यस्तो छ, कसरी जानुहुन्छ? अप्ठ्यारो छ भन्छौँ हामी। अर्थै त के जान्न छ। अनि यो खोलाको विषयमा थोरै भनिदिनु न। यो खोला सानै हो कि पहिला ठुलो थियो? पहिला सानो थियो, पछि यो हिउँदामा त कमिला हिँड्छ। किनकि हजुर त यहीँको बासिन्दा, हजुर त अब उमेरले पनि पाएको हुनुभयो होइन? 77 वर्ष भइसक्यो। अनि ऊ बेलादेखि नै यो खोला हेर्दै नै हुर्किनु भयो होला सायद। यो खोलो पोहोर र अहिले ठुलो आयो, न त 10 वर्ष 12 वर्षमा आउँथ्यो। पोहोर र अहिले चाहिँ ठुलो आयो। हजुर सानै हुँदाखेरिको के सुन्यौँ न, यो खोला पहिला कत्रो थियो? 11 सालदेखिको रुडी थाहा छ। यहाँ जल ठुलेर माछा मार्थ्यो हो। अनि यो खोला पहिला भनेपछि यत्रो विधि ठुलो थिएन? थिएन। जति पनि अहिले बगिरहेछ त्यति नै बग्थ्यो? बग्दैन, हिउँदामा त के पनि हुँदैन। अनि त्यहाँ माथिपट्टि चाहिँ मैले के देखेँ भने त्यहाँनिर चाहिँ तपाईँको बाइकहरू हिँड्ने बेला पनि खोला बिचोबाटै छ, खोला तरेर चाहिँ पारी जानु परिरहेछ। अनि त्यहाँ चाहिँ तपाईँ कसरी आउनु भयो? अब हामी त एकबार म त खोल तरेकै छैन। भनेपछि खोलामा टेक्नु नै भएन। अनि खोलाबाडी आउँदा चाहिँ हजुर कता हुनुहुन्थ्यो? यहीँ हुनुहुन्थ्यो? यतापट्टि छ कि घर, यतापट्टि भित्तामा। त्यहाँ माथि देखेँ मैले एक सन्दर्भमा हजुरलाई मैले पहिला वर्षको कुरा गरेँ। पहिला वर्षकोले नि धेरै क्षति पुऱ्याएको थियो। धेरै क्षति पुऱ्याएको थियो। यो 25 सालमा पनि लग्यो, 11 सालमा पनि लग्यो, 38 सालमा पनि लग्यो,
अस्ति पनि पोहोर पनि लग्यो अहिले पनि लग्यो अब यो सबै भट्टाहरू जम्मै केटै थियो नि यहाँ जम्मै लगेको हो हजुरलाई मैले एउटा कुरा सोधेँ खोला यत्रो आउँछ बर्खायाममा स्कुल त्यही मैले एउटा स्कुल चाहिँ त्यहाँनिर खोलाको छेउमै देखेँ हो मेरो घर त्यहीँनिर हो त्यहाँनिर त्यो घर पनि भत्किएको छ त्यो मेरो घर चाहिँ होइन मेरो घर भित्तामा त्यो सेतो घर हजुर तलको बट्टा जत्रो अनि त्यसरी स्कुललाई अब खोला बाढी आएको बेला त्यहाँ राख्नुहुन्छ त अनि अब के भने सरकार जान्नछन् त्यही माथि अहिले सरकार पनि परिवर्तन भयो परिवर्तन भयो कुनै नेताको भाउ भएन यही कुरा गर्दा गर्दै अलिकति म फरक शैलीमा गएँ जस्तै कि अहिले युवाले जुन आन्दोलन गरे त्यो हजुरलाई कस्तो लाग्यो अब यो कुराले ठिक पनि हो एक कुराले बेठिक पनि अब जम्मै आफूले मात्रै झम्पु भर्नु आफूले मात्रै भगाडी भर्नु आफूले मात्रै कोठोले पैसाले भर्नु अर्काको दुनियाँको केही पनि नहेर्नु तर पहिलाको सरकारले भन्दा यसपालिको सरकारले चाहिँ पहिला पालि त्यत्रो मान्छेहरू मरे तर यसपालिको सरकारले चाहिँ अगाडि नै चेतावनी दिएर पुलिस आर्मीहरू खटाएको हुनाले चाहिँ त्यति विधि मानवीय क्षति भएन त्यसको लागि चाहिँ के भन्न चाहनुहुन्छ पुलिसहरूले त पुरा मद्दत दिइरहेको छ हजुर आर्मीले नि मद्दत दिइरहेको छ तर पहिलाको हेरिकन मानवीय क्षति भएन धेरै राम्रो नेता भने यस्तै हुन्छ आउँछन् जान्छन् फेरि फर्किन्छन् युवा पुस्तालाई के भन्न चाहनुहुन्छ त युवा पुस्तालाई के भन्नु अब त्यो अब गयो पनि हुन्छ त्यो अहिलेका उम्मेदवार कोही नेता हुन नपाउने धेरै पढेका अघि चाहिँ त्यो 4-5 कक्षा पढेका मान्छे मन्त्री भएको भए हो कुरा होइन कुरा सही कुरा लौ त